ऊ त अब कहाँ वहाँ तल थियो नि एउटा सानो ऊ माथि पनि छ त ऊ माथि छ नि ऊ यहाँ सिरेना भन्छ आधार चक्का बनाउने मेसिन यो पनि आधार चक्का बनाउने मेसिन तर मेलिफेराको लागि यो चाहिँ सिरेना जातको लागि हुन्छ यो फिडर भन्नु नै ग्राफ्टिङबाट लार्भाहरू अन्डा तान्नको लागि रानी फिडर रानी कोष राख्ने फिडरहरू यो चाहिँ मेलिफेराको लागि बीज सङ्कलन गर्ने मेसिन चाहिँ सिरेनाको लागि बीज सङ्कलन गर्ने मेसिन यो कोही रानी गेटहरू भयो यो चाहिँ उसको के अरे मौरीहरू पुतलीहरू हो यो ममदानी फ्यानहरू अरिङ्गल समात्ने पासो यो चाहिँ मेलिफेराको लागि यसमा तपाईँहरूले मलमा भर्यो भने यो साँचो हुँदो रहेछ यो साँचोले इगुलकोहरूमा चापी खोल्यो भने यसबाट म चाहिँ अटोमेटिकली आउँदो रहेछ यो चाहिँ मेलिफेराको लागि उपयुक्त हुन्छ किनभने सिरेनाको लागि कम मात्रामा हुन्छ नि त कममा उत्पादन गर्छ मेलिफेराको लागि चाहिँ उपयुक्त हुँदो रहेछ अनि यता हेर्नुहोस् यो चाहिँ कुट सङ्कलन गर्ने पासो भनौँ न अन्त यो मेलिफेराको लागि यो चाहिँ सिरेनाको लागि टोपीहरू फिडरहरू भयो यो धुवादानी टोपीहरू यो घार हेर्नु यो परालको घार यो मुढे घार आधुनिक तरिकाको ट्रेनको कमला ममदानी त्यतिकै म छुट्नु भयो नि त यो रानी छेक्ने पात होइन किन हो अलिकति बाटो छोडिदिउँ न त्यहाँ त्यहाँ जान त पाइयो नि है तपाईँ यता अगाडि जानु न सुर्कै मौरीको त अहिले हेरौँला भिडियो हाम्रो सिरेनाको रानी जति हुँदो रहेछ रानी ठुलै हुन्छ कहिले हेरौँला दिनु रहेछ एउटा घरमा कतिवटा आधार जग्गा दिन मिल्छ 10वटै 5वटै फ्रेममा हैन मिल्न जति पनि मिल्छ तपाईको कस्ट इफेक्टिभ हुनु पर्यो यस्तै गरौँ न यहाँबाट साइडबाट भिडियो खिचिरहेछ तपाईहरुले स्टे तथा हुनु एउटै अफिसियल भयो यस्तो राम्रो के रानी म देखाउँछु रानी सेराना त यति बेला त हुन त रिसा चाहिँ कम छ तर चिल्यो भने सेरानाको भन्दा डबल दुख्छ रिस एकदम धेरै हुन्छ एकदमै दुख्छ ठिकै छ कि भन चिनो हुन्छ सम्झना हुन्छ अनि डराउनु भएन मलाई त अब त चिनिसक्यो मौरीले अगाडिबाट चाहिँ टोक्छ कि हजुरले मौरी कसरी ह्यान्डल गर्नुहुन्छ त्यही अनुसार चिल्ली नचिल्ली हुन्छ कि हल्का हातले समात्यो भने मौरी केही गर्छ रानी खोजेको रानी हेर्छु भन्नुभयो कि मेलिफेराको त्यही भएर फ्रेम ठुलो हुँदो रहेछ नि है ठुलो हुन्छ नि मेलिफेरा त घर पनि ठुलो छ फ्रेम पनि ठुलो छ मौरी पनि त ठुलो छ नि उत्पादन पनि डबल हुन्छ सेरेना भन्दा
साइज ठुलो भएपछि त सबै ठुलो हुनुभयो दुईटा मोरी सँगै राख्नु हुँदैन फेरि आँखा र खुट्टा त बराबरै हुन्छ नि नानीले अन्डा पार्दो रहेछ है त्यसको कसिहाल्छ यहाँ यता हेर्नु नि हेर्नु भएको मान्छे पछाडि जानु नहेरेको त्यो त भाले हो होइन यो त भाले यहाँ चाहिँ यहाँ रानी मिलिफेरा मौरी जातको रानी आकार काकै दिएर राख्नु पऱ्यो सबभन्दा राम्रो त्यही ठिक रहेछ अनि जस्तै हामी माथि सुपर चढाउनु पनि त्यस्तै गरिदियौँ है आज हामीले जस्तै कि